Laxman Pan Bandar, Burganj, Fire Pan Bishesh. नाम यस्तो देखियो है सरको नामसँगै पछि त त्यो सेकेन्ड हुने त पुरै छैन नि अनि फेरि सरलाई जानकारी नहोला मैले जानकारी गराउन चाहे यो वीरगञ्जको सबैभन्दा मिठो र सबैभन्दा पुरानो पपुलर एकदमै भाइरल ट्रेन्डिङ जे भने पनि सबैले रुचाएको मन पराएको पान पसल हो है यो लक्ष्मण पान भण्डार हाम्रो भाइ है पान खोज्न आएको फायर प्यान मिठो पाउने किन मिठो भयो भनेको त नाम हेर्नु न लक्ष्मण पान भण्डार सरको नाम पनि लक्ष्मण पान भण्डार अनि सर वीरगञ्जको बसाइ कस्तो भइरहेछ हजुरको बसाइ एकदम झकास भइरहेको छ एकदम पुरै गम्छा समछा राख्नु भएको छ त वीरगञ्जिया पारा हुने प्रयास मात्रै हो यति त के हुँदैन हुन्छ पहिलो पटकको वीरगञ्ज बसाइमा सबैभन्दा मेमोरेबल हजुरको चाहिँ कुन क्षण रह्यो सबै कुराहरु नयाँ भयो जस्तै फायर पान नै भयो यहाँको कुरा अब नयाँ हजुर यहाँको घुमघामको कुरा भयो बिहान हामीले शिवनाथजीसँग चाहिँ हामीले यो जेरीपुरी खायौँ क्या पम्पम बिल्डिङ ओके तर त्यो चाहिँ कस्तो नि अब त्यो जेरी चाहिँ हामी के थियो शिवनाथजी त्यो मुङको दालको ओके त्यो फर्स्ट टाइम थियो हजुर हैन त्यो सबै कुराहरु नयाँ नयाँ भयो एकदमै नयाँ कटिया खायो हिजो सेकुवा खानुभयो हैन सबै नयाँ एकदम मलाई रमाइलो भयो हैन है वीरगञ्ज बसै रमाइलो भयो त्यसो सरको भाइले पान पनि रेडी गर्दैछ अब म चाहिँ हेर्नु साथीहरु वीरगञ्जकै भएर पनि आजसम्म फायर पान खाएको छैन आज म पनि खाँदैछु फायर पान है त सरको यो दोस्रो पटक हैन त पानमा आगो लगाउने हैन त आगो लगाउने भन्नुहुन्छ सरले ल अब आगो लगाउन हामी आइसकेका छौं आगो लगाउने हाम्रो भाइ पनि रेडी छन् है त ओके तो संगतिया सब पहिल का बार हम हूँ लक्ष्मण पान भंडार रुआ लोग जानते बानी तो वीरगंज में आई बेरा समय मिला के पहिल का बार हम हूँ फायर पान खाए जा रहल बानी कसरी के राखेर बन्छ त्यो एडिबल खानेकुरा नै हुन्छ के ब्रास भनिन्छ इटिङ ब्रास कुनै साइड इफेक्ट हुँदैन यही हो अनि यो तपाईँ यो वीरगञ्जमा सबभन्दा सुरु तपाईँले बेच्नु भयो यो 25 नेपालमै पहिलो नेपालमै पहिलो सुरुवात यही वीरगञ्जबाट भएको छ तपाईँले चाहिँ कहाँ सिकेर गर्नुभएको थियो त्यो पहिले त्यो भन्दा पहिले अनि यो पदार्थ कहाँ पाइन्छ त यो आगो लाउन यो बनारसमा पाइन्छ ए रेडी ल सर आगो लगाउन रेडी हुनुहोस् है अब छोप्ने पानी यही अनि यसले के गर्ने अगाडि आउनुहोस् यता मेरो कसले खिचिदिन्छ त पक्नु यता दिनुहोस् ल मैले खिचिदिरहेको छु सर ल ओके ओके गोविन्द सर पनि खानुपर्ने भने हैन ल हेर्नुहोस् ल मिठो भयो सर मुख पोल्छ भनेर डराउनु भयो क्या हो एकछिन हिजो फर्स्ट टाइम बरु डराउनु भएको थिएन आज हल्का डर लाग्यो हो ठुलो भयो है पान बउआ हाम्रालाई एकदम छोट बनाइ तनकी पत्ता में ओ बाप रे दीदी के आज हम जरा आइम के ना फायर खान के कति नर्मल फायर हम फायर खाता नहीं आज चल आज पहिल का बार ट्राई कर जा वो भयो के पानी बोल्ने प्यार से खिया ना तो खिसिया के मत खिया दीदी जब भी आवे भेट ना करी लुको के मुंह ना पका दिया आगर ना बहुत ज्यादा फ्लेम बा ओके ना ना बोल ना हो के हुँदैन के साचो हां फिर बाद में दिक्कत हुई अब लक्ष्मण सर सोध्नु त कस्तो भइरहेछ डराको होइन क्या त्यो मुख